हेलो देवेन्द्र सर, यहाँ क्या चप्पलमा तपाईँ यहाँ यस्तो गर्नुभएको चप्पल घालियो भाइ छ आमामामा कति धेरै हो चप्पल त चप्पल लो एकदम होलसेल चप्पल तपाईँको नेपालमा बनेको यो रोक्स हो जहाँ चाहिँ नेपालमा बनिसकेपछि यति सस्तोमा पाउँछ। तपाईँहरूले यो बजारमा कतिमा किन्नुहुन्छ है, यो बजारमा भन्दा एकदम सस्तो पर्छ। तपाईँहरूले यदि बिजनेस गर्नुहुन्छ बजारमा हाटमा बेच्नुहुन्छ भने तपाईँ पक्कै पनि यहाँदेखि तपाईँ बेच्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् लो हेर्नुहोस् लो बडा जान्छ लो चप्पल बन्दाखेरिको मेटेरियल चप्पल झर्छ के झर्छ है लो वा ए माथि पो झर्दैछ ए अरू पनि छ यता रहेछ त टाँसिएको रहेछ त ए यस्तो पो झर्दैछ चप्पल त लो हेर्नु त सल्लक्कै चप्पलको सबभन्दा महँगो चाहिँ योहरू पर्यो है। यो चप्पलको डिजाइन रहेछ क्या कुरो बुझ्नुभयो तपाईँले विभिन्न डिजाइनको चप्पल बजारमा गएर खोज्नु सजिलो छ नि त्यति साह्रो चाहिँ यो मेसिनमा चाहिँ ल्याएर चाहिँ लगानी गर्नु साह्रो छ। तपाईँहरूले आजै फोन गर्नुहोस् तपाईँ पनि 10,000 20,000देखि कहीँ करोडपति त बन्न सक्नुहुन्न। आफ्नो मेहनत आफ्नो लगनशीलता गरेर उहाँलाई डाइरेक्ट होलसेल चप्पल पसल पनि होइन यहाँ त डाइरेक्ट कारखाना कम्पनीमा डाइरेक्ट आएपछि तपाईँलाई कति सजिलो हुन्छ। फेरि लोकेसन पनि कति सजिलो मोरङ जिल्लाको होइन पथ्री भन्ने तपाईँलाई सबैलाई थाहा छ। पथ्रीदेखि अलिकति तल संसारीदेखि गुराँस चोक संसारीमा र गुराँस चोकमा आइसकेपछि चप्पलको फ्याक्ट्री भनेपछि अथवा कारखाना भनेपछि जसले पनि थाहा हुन्छ त्यो बोर्डमा नै लेखेको हुन्छ। त्यो कारणले हाइवे आउनु नि सजिलो भयो। तपाईँको आफ्नै गाडी छ बाइक छ भने बाइकमा नि एक बोरा लानु सक्नुहुन्छ। जति सकिन्छ एक दुई सय जोडी चाहिँ लगिहालिन्छ हामी हजुर हामी प्राय बाइकले पुऱ्याउँछौँ यहाँ। अनि ल तपाईँहरू ढिलै नगर्नुहोस्। तपाईँ 10,000 20,000 सानो लगानीले करोडपति बन्ने हुनुहुन्छ भने 2-4 जना यहाँ करोडपति बनेको छ। यहाँ धेरै वर्ष भयो यो चप्पल कारखाना नेपालको अर्ग्यानिक नेपालको चिज हो। तपाईँहरूले त्यो गर्नु भने तपाईँले सजिलो। दर्शकबिन नमस्ते, म देवेन्द्र लिम्बू। अहिले म चेली माइती चप्पल कारखानामा आएको छु जहाँ चाहिँ यहाँ तपाईँले देखिराख्नुभएको छ फोन नम्बर मोरङ जिल्लाको पथरी संसारी 8 गुराँस चोकमा छ। र यहाँदेखि चाहिँ तपाईँ बजार व्यवस्थापक गर्दै हुनुहुन्छ यानि कि तपाईँ कहीँ हाटिया बजार हुँदै तपाईँले चप्पल बेच्नुहुन्छ भने यहाँदेखि सस्तोमा किनेर लगेर तपाईँले त्यहाँ जति तपाईँले बजारमा बेच्नुहुन्छ त्यहाँ बेच्न सक्नुहुनेछ। यो चाहिँ व्यापारीको लागि हो। नमस्कार सर। नमस्कार। हजुरको नाम? मेरो नाम अमरबहादुर गुरुङ हो। हजुर सिएमटी एउटा समूहको चाहिँ एउटा यो फ्याक्ट्री हो, यसको चाहिँ म सिओ हजुर। अब यहाँदेखि तपाईँको चप्पल विभिन्न जिल्लामा जाँदा छ, कहाँ जान्छ? नेपाल अल नेपालमै जान्छ। हाम्रो चाहिँ पोखरा यता धादिङ काठमाडौँ पूर्वदेखि पश्चिम उत्तर दक्षिण सबै जान्छ। सबैभन्दा कहाँ जान्छ अहिले? सबैभन्दा धेरै चाहिँ मेरो इटरी अनि धरान दमक बेलबारी पथरी सबै जान्छ। प्रायः सबैले गइरहेको हुन्छ। कति वर्ष भयो यो? अहिले चाहिँ 3 वर्ष भयो। 3 वर्ष हजुर। अब तपाईँकोमा यहाँ आएपछि उहाँहरूले बेच्ने दामभन्दा आधी जस्तै सेम आधी नै आधी पर्छ। ल आफै तपाईँ चट्टै बुझ्नुहोस् यहाँ दाम किन खोलिराख्ने, यो आखिर होलसेल हो होइन। अनि त्यो कारणले ठ्याक्कै तपाईँले जति नै चप्पल सबै मान्छेले बच्चादेखि लिएर बुढापाकादेखि लिएर कन्या केटादेखि लिएर सबै मान्छेले चप्पल लाउने गर्दछ। र टोइलेटमा जाँदा पनि चप्पल, रुममा जाँदा नि चप्पल, आँगनमा जाँदा नि चप्पल, हलो जोत्नु जाँदाखेरि खन्नु जाँदाखेरि सबै चप्पल लाउनुहुन्छ भने त्यो चप्पलको दाम चाहिँ यहाँ बजारमा किन्नु भएको भन्दा आधी दाम मात्रै हो। उहाँलाई सिधै फोन गरेर पनि आउनु सक्नुहुनेछ। तपाईँको फोन नम्बर? मेरो 9700 868 157। उहाँलाई फोन गरेर आउनु सक्नुहुन्छ। अब जाउँ हामी फ्याक्ट्रीभित्र। आउनुहोस्, एकछिन समय निकालेर हेर्नुहोस् नेपालमा चप्पल कसरी बन्दछ। नेपालकै एउटा प्रोडक्ट्स हो होइन त? हजुर, नेपालकै प्रोडक्ट हो, कुनैको होइन। होइन सर, होइन। यो यसको दाना पनि नेपालमै बनिने हो, यो म्यानुफ्याक्चर पनि यहीँ हुने हो। रोजगार छैन भनिन्छ, तर रोजगार गर्दाखेरि हुने रहेछ भन्दाखेरि उहाँले प्रत्यक्ष रूपमा हामीलाई गरिसकेको छ। यहाँ हेर्नु, यो चप्पल हेर्नुहोस् त। तपाईँहरूले यो एउटा गाउँ जस्तैमा उहाँले एउटा फ्याक्ट्री खोल्नुभएको छ, सामान्य तरिकाले खोल्नुपर्छ। तर यहाँ देखिने सामान्य हो, तर यहाँको मेसिनहरू एकदम महँगो रहेछ। हजुर। कसरी छ मेसिनको अहिले 24 लाख पर्छ एउटालाई। एउटाले मात्र? हजुर। डाई चाहिँ सबभन्दा, मेसिन त सस्तो हो होइन, तर सबैभन्दा महँगो चाहिँ डाई हो। किनभने अब
यो मोडलको एउटा डाई हुन्छ यो मोडलको डाईलाई 6 लाख 7 लाख पर्छ ए यो मोडलको हुँदा छ नि अब यसको डाईलाई 6-7 लाख पर्छ यो बजारमा कति पर्छ यो चप्पल यो अहिले बजारमा क्रक्स हो यो होइन बजारमा अहिले 550 देखि 600 पर्छ यो लेटेस्ट नयाँ हजुर अहिलेको नयाँ हो नयाँ भन्नाले पनि अलिक पुरानै भइसक्यो अब त अब कुन नयाँ छ डिजाइन कुन छ अहिले अहिले नयाँ डिजाइन चाहिँ अब यही हो सबैभन्दा अहिले चाहिँ नयाँ फिलहाल निक बनिरहेको त्यही हो यो हो हजुर यो हो अब यो मरिना भन्ने छ यो पनि नयाँ हो अनि यो चाहिँ अब भिटुहरू यहाँ बनिया छ है भिटुहरू पनि बनेको छ हजुर यो यसलाई भन्छ भिटु भनिन्छ होइन ए भिटु यो भिटु हो यो नयाँ यो कति पर्छ बजारमा यो बजारमा 250 तिर बेच्छन् होला 250 तिर हजुर बेचेर अब तपाईँ बजारमा तपाईँ कतै थोरै तपाईँको थोरै पैसाले करोडपति बन्ने तपाईँको सपना छ भने तपाईँको 5-10 हजार 20 हजारले पनि चल्ने जति चल्छ 10 हजार 20 हजार थोरै पैसा हुने मान्छेहरूले म यो फ्याक्ट्रीमा आएर चप्पल किन्छु चप्पल किनेपछि यसको आधी दाममा बजारमा बिक्ने भन्दा आधी दाम अब सोच्नुहोस् अनि लानुहुन्छ लगेपछि तपाईँहरू पनि करोडपति बन्न सक्नुहुनेछ यो चप्पलले धेरै करोडपति बनेको छ अहिलेसम्म चाहिँ 2-3 जना बनिसक्यो यहीँबाटै लगेर यहीँदेखि करोडपति अझ एउटा झुम्कामा छ मेरो भाइ रिजे रजक भन्ने होइन पहिला अब उसको दोकान पनि हामीले किनिदिएको भाडा पनि मैले 1 वर्षमा उसको भाडा पनि तिर्दिएको हो अब टिकटकमा हाँसी खेली मजाक गरेर हिँड्ने मान्छे अब दाइ केही गरी खानु पर्यो उपाय दिनु न भन्ने भन्न थाल्यो अनि मैले भने ठिक छ हाम्रो एउटा संस्थाको हो हामी गरिबलाई आत्मनिर्भर बनाउने हाम्रो काम हो हामीले रोजगारी पनि दिइरहेको छौँ तिमी पनि गर्न चाहन्छौ भने सामान म तिमीलाई दिन्छु तिमी बेच र गरी खान सकिन्छ त मजाले भन र अहिले करोडपति नै भइसक्यो करोडपति बन्यो हेर्नुहोस् न यो चप्पलको कमाल तपाईँको नेपालमा बनेको चप्पल तपाईँले मैले भनिसक्यो अघि यो तपाईँको चप्पल हो यो चाहिँ रिकभरै हुन्छ यो हेर्नुहोस् यो यति यो केही बिग्रिँदैन यस्तो गर्दा बिग्रिँदैन है यो कुचिँदैन यस्तो डर छ क्या चप्पल यो लाबर हो नि त लाबर हो होइन प्लास्टिक हो तपाईँको तपाईँले यो चप्पल 10 हजार 20 हजार जति छ आफ्नो लगानी त्यति लगानी गरेर तपाईँले जहाँ जहाँ बजार उठ्छ हटिया लाग्छ त्यहाँ पनि बोकेर बेच्न सक्छ मजाले हामी चाहिँ यस्तै सानातिनाहरूलाई नै हामीले आत्मनिर्भर बनाउने कोसिस हो हाम्रो चाहिँ किन मान्छे बेरोजगार हुन्छन् होइन बेरोजगार नभएछौँ यहाँबाट लिएर जाऊ तिमीले अब मैले मबाट लगेको भन्दा तिमीले डबलमा बेच्छौ होइन घर व्यवहार त चलिहाल्छन् 2 जोडी बेचे पनि घर व्यवहार चल्छ घरमा अब 3 जोडी बेच्यो भने पनि आफ्नो घर त चल्यो कमसेकम छोराछोरी पढाउन आफूलाई इच्छा खाना त पुग्यो नि त त्यो मात्रै होइन नि अब बजारमा सबैले बेच्ने दामै बेच्ने हो फेरि हजुर होइन त्यसको आधीमा तपाईँले पाएपछि तपाईँले आफ्नो घरबार जसरी पनि चल्छ त्यो कारणले हो फ्याक्ट्री हामीले चाहिँ होलसेल होइन होलसेल त बजारको होलसेल हो त फ्याक्ट्री हो क्या डाइरेक्ट फ्याक्ट्रीमा आउनुहोस् होलसेल पसल आयो भन्छ नि त्यो यहीँदेखि लगेर होलसेल बनाएको हुन्छ होइन हजुर हामीले नै दिएर उनीहरूले होलसेल बनाउने हो होलसेल बनाउने यो चाहिँ फ्याक्ट्री हो अब फ्याक्ट्री भनेपछि 0 उहाँहरूले त थोरै पर्सेन्ट राखेर मात्रै पैसा लिएर त बेच्छ तपाईँ करोडपति बन्नुहुन्छ भने उहाँलाई फोन गर्नुहोस् गुरुङ दाईलाई अनि तपाईँको यहाँ हेर्नुहोस् यहाँ अब तपाईँको मेटेरियल कसरी बन्छ भन्ने पनि तपाईँले चासोको विषय होला अब यहाँ हेर्नुहोस् यो विभिन्न रूपमा यो केमिकल होला होइन यो केमिकल हो प्रिन्टको लागि केमिकल हो यो प्रिन्टको लागि यहाँ जस्तो अब यो चाहिँ भिटु यो हामीले जो छ नि यसलाई चाहिँ हामीले प्रिन्ट यहीँबाट गर्ने हो त्यहीबाट प्रिन्ट गर्ने यो प्रिन्टबाट यहाँ यो प्रिन्ट रहेछ ल हेर्नुहोस् है यो राम्रो हेर्नुहोस् अब मेटेरियल कस्तो छ भन्दाखेरि त आलुको गेडा जस्तो छ फेरि गरौँ हुँदा छ गरौँ चाहिँ बिउ जस्तो छ है यो चाहिँ दाना जस्तो रहेछ क्या त्यो त्यो त नि यस्तो गरौँ छ ल नजिकदेखि हेर्नुहुन्छ नि हेर्नुहोस् यो त्यस्तो गरौँ हुँदा छ हेर्नु त हेर्नुहोस् त यतिले चप्पल बन्छ यतिले बन्छ होइन यतिले बन्छ चप्पल अझै धेरै पनि भयो होला यो त यतिले चप्पल बन्छ अनि तपाईँको मेसिन छ यहाँ हेर्नुहोस् तपाईँको यो 24-25 लाखको मेसिन हो पहिला म आउँदाखेरि एउटा मात्रै थियो अहिले 2टा मेसिन रहेछ उहाँहरूको एकदम प्रगतिको शुभकामना चेलीमती समूह फ्याक्ट्री हो यो चाहिँ यहाँ यस्तो छ विभिन्न चप्पलको सबभन्दा महँगो चाहिँ योहरू पर्ने हो कि यो चाहिँ महँगो पर्ने हो यो चाहिँ डाई हो अब यसको अर्कै हुन्छ यसको अर्कै हुन्छ यसको अर्कै हुन्छ यो सब पैसा खाने भने चाहिँ यही डाइहरूले हो यो डाइहरूले पैसा खाने छ नि हजुर यो त एकचोटि ल्याएपछि हामीलाई जुनिभर पुग्छ तर यो चाहिँ अब जति समय गुज्रिँदै गयो उति यो नयाँ डिजाइनहरू बढ्दै जाने हो चप्पलको डिजाइन रहेछ क्या चप्पलको त्यो डिजाइनको लागि चाहिँ हामीले फेरि पैसा लगाएर चाहिँ नयाँ डाई बनाउनु पर्यो नयाँ डाई बनाउनु हजुर भनेपछि कुरो बुझ्नुभयो तपाईँले विभिन्न डिजाइनको चप्पल बजारमा गएर खोज्नु सजिलो छ नि त्यति साह्रो चाहिँ यो मेसिनमा चाहिँ ल्याएर चाहिँ लगानी गर्नु साह्रो छ तपाईँहरूले आजै फोन गर्नुहोस्
तपाईँ पनि 10,000 20,000देखि कहीँ करोडपति त बन्न सक्नुहुन्न। आफ्नो मेहनत आफ्नो लगनशीलता गरेर उहाँलाई डाइरेक्ट होलसेल चप्पल पसल पनि होइन, कम्पनीमा डाइरेक्ट आएपछि तपाईँलाई कति सजिलो हुन्छ। फेरि लोकेसन पनि कति सजिलो, मोरङ जिल्लाको होइन पथ्री भन्ने तपाईँलाई सबैलाई थाहा छ। पथ्रीदेखि अलिकति तल संसारेदेखि गुराँस चोक, संसारेमा र गुराँस चोकमा आइसकेपछि चप्पलको फ्याक्ट्री भनेपछि अथवा कारखाना भनेपछि जसले थाहा हुन्छ, त्यो बोर्डमा नै लेखेको हुन्छ। त्यो कारणले हाइवे आउनु नि सजिलो भयो। तपाईँको आफ्नै गाडी छ, बाइक छ भने बाइकमा नि एक बोरा लानु सक्नुहुन्छ। जति सकिन्छ एक दुई सय जोडी त लगिहालिन्छ हामी। हजुर हामी प्राय बाइकले पुऱ्याउँछौँ यहाँ। अनि ल तपाईँहरू ढिलै नगर्नुहोस्। तपाईँ 10,000 20,000 सानो लगानीले करोडपति बन्ने हुनुहुन्छ भने 2-4 जना यहाँ करोडपति बनेको छ। यहाँ धेरै वर्ष भयो यो चप्पल कारखाना नेपालको अर्गानिक नेपालको चिज हो। तपाईँहरूले त्यो गर्नु भने तपाईँले सजिलो हुन्छ। यहाँ तपाईँले सबै मिसिनहरू देखिसक्नुभयो। यो बारेमा नि तपाईँलाई सस्तो पर्न आउँछ। सेयर गर्नु होला। सबै चेलीबेटी सबै गरिब दुखीले यो सानो सानो यो बेचेर घर चलाओस् र करोडपति बनोस् भन्ने सबैको सोच चाहना छ। सबैले सेयर गरिदिनु, एक सेयर एक लाइक गर्नु। तपाईँले सेयर लाइक गर्नुभयो भने धेरै धर्म हुनेछ। कसैले म सकेको छुइनँ, सानो चाहिँ लगानीबाट म केही कमाउँछु भन्नेले यहाँ सुवर्ण अवसर तपाईँहरू माझ मैले छोडिदिएको छु। बाँकी तपाईँले उहाँ गुरुङ दाइलाई फोन गर्नुहोला।